हेलो गाइस नमस्कार। आज पनि हामी हिजोकै ठाउँमा छौँ। अब हिजो दिउँसोको सिन देखाएको थियौँ हैन। रातिमा कस्तो देखिँदो रहेछ त यता भन्दा आज हामी तिमीहरूलाई रातिको सिन देखाउन गइरहेका छौँ है। यो हामीबाट एन्ट्री गर्ने ठाउँ हो। यो जहाँबाट हामी भित्र छिरेका थियौँ त्यो ठाउँ हो हैन। यहाँबाट यो ठाउँ त्यहाँ जाँदै हैन, यता गएर ऊ माथि देखेको त्यो हिजो गएर फोटो खिचेको ठाउँ माथि त्यता भनेको हिजोको ठाउँ हो हाम्रो, हिजो गएको। अब यो बोटिङ एरिया माथिबाट लाइट हाउसबाट देखिरहेको थियो, त्यो एरिया भयो जो हिजो दिउँसो देखाइरहेको थियो नि, त्यही एरिया भयो यो। रातिको टाइममा यस्तो हुन्छ अलगढमा। अब अहिले त्यहाँ जानु धेरै भिड छ आज, त्यही भएर अलि जानु अप्ठ्यारो छ। जाने कोसिस त गरिरहेको छु, त्यही पनि जान सकिँदैन जस्तो लागिरहेछ। रातिमा राम्रो राम्रो स्पोट आउँछ यहाँ होइन। यसो देख्न सक्नुहुन्छ यहाँ हिजो यत्रो भिड छ, आज धेरै भिड छ, माथि जान गाह्रो छ। हिजो लिएको भिडियो थियो माथिबाट, त्यो लाइट हाउस त्यहाँबाट हिजो भिडियो लिएको थिएँ त्यो मैले। आज त्यहाँ पुग्नै सकिँदैन, यत्रो भिड छ, यहाँ धेरै भिड छ। त्यही भएर धेरै भिड भएको कारणले आज त्यहाँ जान सकिँदैन साथीहरू है, सरी ल। कुनै दिन भेट्नु भएको दिन गएर त्यहाँबाट देखाउँला रातिको सिन। आज यहीँबाट हेरौँ।